हेलो हेलो गाइज, के छ यहाँहरुको खबर? सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। अनि आज चाहिँ म तपाईहरुलाई हाम्रो खेततिर लिएर जाँदैछु। यो चाहिँ अब हाम्रो खेत हो, टक्क लाएर यस्तो दामी सिन देखिएछ। आज यो बारीको कुहिरो क्लियर भएको झन् खतरा देखिन्थ्यो, तर के गर्नु, भाग्यले साथ दिएन। त्यही पनि यो अगाडिकै खेतको भए पनि सिन दामी आएको छ। अब यो खेत चाहिँ कस्तो थियो भनेर म तपाईहरुलाई अन्तिममा देखाउँछु। पहिला कस्तो थियो र अहिले कस्तो भएको छ भनेर हेर्दै गर्नु होला। अनि म चाहिँ खेतमा काम गर्नको लागि बिहान बिहानै झरिसकेको छु। हातमा प्लास्टिक बोकेर, पानी पर्छ नि त, नभए त पानी पर्यो भने भिजाउँछ, भिजायो भने चिसो हुन्छ, चिसो भएपछि काम गर्न सकिँदैन, काम नगरेपछि खानु पाइँदैन। यस्तै गर्दै प्लास्टिक बोकेर ओह्रालो गर्दैछु म चाहिँ। तपाईँलाई काम गर्नुपर्ने हुन्छ। अनि यो जुन देखिँदैछ यो चाहिँ हाम्रो भान्सेनी भन्ने खेत हो। हाम्रो त होइन, हाम्रै बाटोबाट देखिने एकदम ठुलै खेत छ। गरा परेको छ। काम गर्न चाहिँ कस्तो सजिलो छ, सिन छ यहाँनिर। सिन जति त सजिलै छ, अरू चाहिँ अलिक गाह्रै हुन्छ। अझ यो पानी नपरेको बेला त झन् धेरै गाह्रो हुन्छ। सिनमा त पानी भइरहेको छ नि त। अनि हाम्रोतिर चाहिँ खेतको नाम पनि कस्तो छ कि अचम्म लाग्छ। कतै भान्सेनी, कतै काँडी, कतै तथेनी, कतै ठुलुङ्गा, कतै पाङ्रे, कतै इन्द्रनी, कतै नाम्ची, कतै मालबासी भन्दै म चाहिँ अहिले मालबासीतिरै आइपुगिसकेको छु। अनि यहाँ तल हुन्छ हाम्रो ठुलो मम्मी, यहाँनिर दोकोमा खाँदै पिउँदै, पिउने चाहिँ बोकेर आउनु होला, खाने चाहिँ आउँदैछ पछाडि। अनि हामी चाहिँ बिहानैदेखि जान्छौँ यसरी काम गर्नुलाई। खाजासाजा खाएर 6 बजी खेतमा पुगिसकेका हुन्छौँ प्रायः जसो। अब कहिलेकाहीँ अब बादमा ढिलो तार हुन सक्छ, त्यसको लागि क्षमा प्रार्थी भन्दै। यो चाहिँ हामीले हिजो रोपेको खेत हो। यसको दायाँ बायाँ चाहिँ सुरु जाँदैछ। बिचमा यो सब खेत चाहिँ रोप्दै गरेको छ। नभए अरू चाहिँ काँसघारी छ, एकदम ठुलो काँसघारी छ, छिर्न नसकिने। यो पारे देखेको चाहिँ ताँपुको है। अब अघि मैले भनेको थिएँ नि तपाईँहरूलाई, पछाडि भिडियो राख्छु एउटा भनेर। यो चाहिँ त्यो भिडियो हो जुन चाहिँ खेत रोप्नुलाई तयारी गर्दै गर्दाको भिडियो हो कि। सुरुमा यस्तो देखिने खेत कस्तो देखिएको थियो अघि हेर्नु त। सुरुमा त डरलाग्दो देखिन्छ नि, होइन? काम गरेपछि चटक्क हुन्छ, त्यो हेर्दा पो आनन्द आउँछ त। नभए त यहाँबाट चाहिँ हाम्रो पारिपट्टिको गाउँ पनि देखिन्छ, ताँपु, तेललुक, अनि के भन्छ सल्ले। यो चाहिँ उतापट्टि पारिपट्टिको गाउँ हो, खत्रै देखिन्छ। अझ घाम लागेको बेला त झन् सिन टिटेरी गर्ने एकदम दामी हुन्छ। अब यहाँनिर चाहिँ यस्तो खतराको भाल सिन आउनेवाला छ कि त्यो सिन त हेरिरहनु जस्तो छ कि ट्याङ। कस्तो खतरा सिन आएको छ। यो चाहिँ पानी परेर सर्लक्क उग्रेको बेला चाहिँ यस्तो सिन देख्न पाइन्छ कि। कतै उज्यालो खिचिङ जस्तो देखिन्छ, तर के गर्नु, देखुन्जेल हेर्ने हो। फेरि त्यस पछाडि कहिले पानी पर्छ र अनि कुहिरोले च्याप्प छोडिदिन्छ, सक्यो। अनि आज चाहिँ हाम्रो यहाँ मैजारो गरिसकेको छ। मैजारो भएर हामी चाहिँ यहाँनिर यसरी खोलामा मुठा गाड्नुपर्छ। पहिलादेखिको चलाउनु, किन गाडेको चाहिँ मलाई थाहा छैन, कमेन्ट गर्नु होला। अनि हाम्रो खाजा खाने कार्यक्रम सकिसकेको छ मैजारो भएर। यो मैजारो भएर नाप्दैछ एउटा चाहिँ। यहाँनिर चाहिँ घाम लागेर चटक्क देखिएछ। अनि यसरी मैजारो गरेको हामीले रोपेर यहाँनिर पनि मुठा गाड्ने चलन छ हाम्रो चाहिँ खोलामा चाहिँ। अनि हाम्रोतिर चाहिँ महिला पुरुष जसले पनि रोप्छन् क्या, ब्याउनु चाहिँ पर्यो। प्रायः चाहिँ महिलाले नै रोपेर हुन्छ। अब त्यस्तै। अनि यहाँनिर चाहिँ घाम लागेको बेला चाहिँ यस्तो सिन देखिन्छ। अनि यहाँनिर चाहिँ मैजारो गरेको हामीले रोपेर यहाँनिर चाहिँ मैजारो गरेको चाहिँ 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 हामीले रो
लाठेको काम सकेपछि चाहिँ हामी रोप्ने काम पनि गरिन्छ लाठेद्वारा। अनि यहाँ चाहिँ सकेर अङ्कलहरू चाहिँ हिँडिसक्नु भएको छ रोप्ने कार्यक्रम सकेर। अनि यहाँ बुवाले चाहिँ घाँसहरू लाँदै हुनुहुन्छ गोरुलाई घाँस त दिनु पर्यो नि त, नदिए त फेरि हुँदैन, त्यही भएर दिनुपर्ने अवस्था हुन्छ। यो पल्लो खेततिर आली लाउने कामहरू जोत्ने कामहरू भइरहेछ। यो चाहिँ खलेगोरा हो, खलेगोरामा यसरी बिचमा मुठो लाइन्छ। अनि यो त खतरा सिन आछ नि फेरि। अनि यसो भन्दै गर्दै अब घरतिर लाग्नुपर्ने हुन्छ। अब लाग्दै पानी परेर कुहिरो झरेर एकदम खत्तम भएको छ यहाँ चाहिँ ठाउँ। यस्तो भएको हुनाले भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि बिदा माग्न चाहन्छु। हस्त धन्यवाद नमस्कार।